यता घुम्न जाँदैछु बाटतिर गाईचोर है। यो फेरि कुन चाहिँ हेर्नु होला गाईचोर लुगाहरू आवासित छ। हेलो मोटी दिदी सेवा के गरे यस्तो यो लुगा सुगा ओरेर माटो छ र के गर्नु यहाँ मटर अलिकति रोपेको है। अब यो बाँदरले चाहिँ खानु नदिएर यहाँ बिहानदेखि आएकै 3-4 पल्ट खेद्दा नि आक्का गर अनि अब खाना खाएर यहाँ आराम गरेर अब यतै म्याट लगेर बरु बस्नु पर्यो। अब अलिअलि भए नि बिउलाई त जोगाउनु पर्यो। मटर चाहिँ यही हो मटर सबै छेउतिर कति फैला त सबै लगेर गएछ। अघि नै 2-3 पल्ट खेदिसक्यो फेरि आका गर अनि यहाँ बसेर जाडो छ मौसम पनि सिरकेको लिएर जाडो छ। ए मटर त एकदमै राम्रो फलेर छ तर त नि सकिसक्यो अनि त्यही भएर राखेको नि यहाँ रुङ्नुलाई यहाँ म्याटो छाएर बसेको छौँ हामी चाहिँ। हजुर जाडो छ घाम पनि लाग्दैन पानी पनि पर्दैन। पानी परेदेखि मकै छर्नुहुन्थ्यो काम टन्नै थियो। हजुर दिन यस्तो छ जाडो छ घरमा सुत्नुभन्दा बरु यहाँ आएर सिरोकेर बस्नु गाई चरु ज्यू ल मटर चाहिँ हेर्नुहोस् है गाई चरु यति धेरै फलेको छ तर बाँदरले के गर्नु खानै दिएन अरे मोटी दिदीलाई। त्यही भएर छोटो मिठो भिडियो। जाडोले होला मौसम चाहिँ यताको यस्तो छ दोलखातिरको। यो चाहिँ के होला है यो छोपेको? यो खोर्सानीको दल राखेको अलि प्लास्टिक त्यो बिचमा च्यातेर त्यो कालो प्लास्टिकले टाल्दिएको हजुर खोर्सानीको दल हो। यो चाहिँ यो यहाँदेखि वारपार चाहिँ खोर्सानी रोप्ने हो। हजुर यो मासतिर मकैहरू छरिसक्यो लसुन प्याजहरू यताउता। ए लसुन प्याजहरू यो पराको यहाँ अब के गर्नु सकिहाल्छ लसुन पनि उखाल्ने हो बाँदरको जात। यो सबै तपाईँकै हो? खेती नि छैन कमाइ नि छैन भनेर छोडिदिउँ भने नि भएन होइन सर्वस्व सकिहाल्दो रहेछ। हजुर हजुर अनि त्यो भएको कारणले पनि अब रुङ्नु त पर्यो। हजुर पर अब के गर्नु यस्तै हो। हजुर ल आजलाई चाहिँ यति नै भिडियो। बाई 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 बाई।